ल हामी लाग्यो तीनकुनेको फुड फेस्टिभ हेर्नलाई। यस्तो छन् आमा छोरी। शुभ कहाँ जानु लाग्यो हामी? आज चाहिँ फुड फेस्टिभल हेर्न जानु लाग्यो। भोलि चाहिँ रक हेड्सको फुड फेस्टिभल हेर्ने हो। रक हेड्सको न्यू इयर मनाउने हो। सहभागी सबै जनप्रतिनिधि साथीहरू, सम्बोधन व्यवसायी मित्रहरू छ मेयर साहबद्वारा। यो कार्यक्रममा 15बाट बुटोलसम्म पुगे भने त मैले आफ्नो जीवनकै गोरेटो फेर्न सक्थेँ भनेर त्यो उत्साह र हौसलाका साथ आएका धेरै छ। यो 3 दिनमा उहाँहरूलाई पनि असर नपर्ने कार्यक्रम पनि सफल हुने र स्थानीयहरू पनि खुसी हुने खालको मत बन्न तयार गरेर तपाईँले यो कार्यक्रमलाई सफल पार्नुहोला। तपाईँहरूलाई परेको हरेक आवश्यकतामा बुटोल उपमहानगरपालिका, सिङ्गो नगरपालिका तपाईँहरूको साथमा रहने प्रतिबद्धता जनाउँदै यो कार्यक्रमको सफलताको कामना गर्दै आउँदै गरेको 2082 बत्ती नबोलेको रहेछ कि शुभ हेलो भन्दै बुटोल स्ट्रिट फेस्टिभल 2081 नयाँ वर्षको उपलक्ष्यमा बनाएको यो 2082लाई वेलकम गर्दै हामी पनि रमाइलो गर्दै भोलि रक हेड्सको सोबाट 2082लाई वेलकम गर्ने रे गर्नु। फर्स्ट टाइम रक हेड्सको सो हेर्दैछु, सुपर एक्साइटेड। शुभ कसलाई भेट्यौ तिमीले? साथीलाई हेलो भन्दै हेलो सर कम्पेयर गर्ने छोड्दै त्यस्तो कम्पेयर गर्ने बारे पोस्ट गर्नु बुटोल महोत्सवको गतिविधि स्ट्रिट महोत्सव। बाटोमै खाऊ, बाटोमै रमाऊ, बाटोमै नाचौँ। लास्टमा रक्सी खाएर फेरि बाटोमै सुत्ने चाहिँ होइन, लैजान्छ सोपेर। रमाइलो
भसिकिन सुधा बहुत छैन भजन चले कौन है ये लोग कहाँ से आते हैं भजन आउनु भइरहेछ मेडिटेसन जस्तो के हो र रात्रिकालीन सडक महोत्सव बुटोल 2081 मा रमाइलो गर्दैछौँ है हामी केकेएफसी काटेर फाल्ने चिज नानी यसलाई के भन्छ अरे यसलाई टोर्नेडो पोटेटो ओन्ली 100 हो नि त 100 आवाज सुन्दाखेरि ठुलो सुनिने हो साउन्ड होइन तर अब त्यो गर्दाखेरि त अरे कहना क्या चाहते हो बुटोल डेनोभो अनमोल हो हैन त्यो के भइरहेछ यहाँ के हो त्यो हावालाई गर्नु पर्ने भयो तिमी त सरप्राइज हान्थ्यौ त अनमोल त्यो अब नानी सानी भएपछि प्रोफेसनल हुने तिमी
रात्रिकालीन सडक महोत्सव, सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ, सडकमा चाहिँ नसुत। मलाई मेरो छोरा आगमनले सिकाएको यसमा सम्पूर्ण ब्यान्डहरू हुनुहुन्थ्यो। यो हेर्दा गीत कति राम्रो आफै बजाउन गाउँमा भनेको तपाईँले काम बुझिएको मायाको डोरीले बिस्कुरी मोरीलाई चटपट हाम्रो गाउँमा यति चढाउन भन्नु
चढ्दै महिना जाडो छ रातुनी काला छौरी पर्छ बस सुन्दरी चढ्दै महिना जाडो छ रातुनी काला छौरी पर्छ माछा कोही गर्न सक्दैन माछा कोही गर्न सक्दैन चाकु सानो मायामा हुँदैन माया सक्दैन उडायो मिल्दैन उडायो मिल्दैन उडायो जति बाध्यता भयो भने फर्केर चाहिँ आफ्नो देशमा आएर चाहिँ देशलाई नै केही बनाउनुपर्छ भन्ने चाहिँ एउटा सानो म्यासेज चाहिँ यो गीत दिन खोजेको छ। यो गीत चाहिँ हाम्रो युट्युबमा पनि एभाइलेबल छ। तपाईँले आजै गएर चक्र भनेर सर्च गर्नुभयो भने मजाले भेट्न सक्नुहुन्छ। सो आजै गएर चाहिँ सर्च गरेर सबैजनाले सब्सक्राइब गर्नुहुन्छ। अलराइट, नेक्स्ट सङ इज कल्ड हार दिन। तपाईहरु सबैजनाको लागि चल्दैन र गीत सुरु गर्नुभन्दा अगाडि म 4 लाइन चाहिँ यो गीतको मेन 4 लाइन चाहिँ तपाईहरु सबैजनालाई चाहिँ गाएर सुनाउँछु अनि मसँगै गाएर तपाईहरुले साथ दिनुपर्ने हुन्छ है त। एकदमै सिम्पल छ 4 लाइन। म हार्दिन फर्की आउने छु मेरो त्यो देशमा सपना सजाउन है त। म हार्दिन फर्की आउने छु मेरो त्यो देशमा सपना सजाउन। अनि एक्चुअली गाएरै सुन्नु भयो त सबैजनाले गाउनुपर्छ है त। सो गाइज यु रेडी? दामी
आउँदैछु देशमा सपना सजाउन सुधाजी कस्तो लागिरहेछ आज हजुरलाई? रमाइलो भयो। तिमीलाई पनि रमाइलो भयो? शुभ